अनि सुमन तँ किन बाहिर बसेर जहिले पनि झगडा गरिरहन्छ साथीहरूसँग बोलिरहन्छ सरले सुनेर उहाँ कराइरहनु भएको थियो। हे सर मैले होइन यो हो सर यसैले हो राजनले मलाई पनि जाउँ भन्यो अनि म त गएको। ए तिमीहरू कति अलग गर्छौ जाने बेलामा जान्छौ नि हामीलाई डिस्टर्ब गर्छौ। सर यिनीहरूलाई 7 दिनको लागि रेस्ट्रिक्ट गरिदिन्न क्लासमा त ढुक्क हुन्छ बरु कति न बाहिर जान्छन् अनि हामीलाई बनाउँछन्। ए तँलाई चाहिँ के प्रब्लम हामीले रेस्ट्रिक्ट गर्नुभयो भन्छ तँ आफै निक्लेर जान। साथीहरू यदि तपाईँहरू पाथेबारा मातालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्नु होला। ए तँ बढी नकर है गाला फुट्ने गरी पड्काउनु पर्ला। बाहिर तँ हल्ला गर्ने को रे यहाँ 2 जनाको नाम टिपाइहालौँ त। सर को नाम भन्नुहोस् त यिनीहरूको यिनीहरूलाई म जान्दा छु। सर म भनिदिन्छु राजन र सुमन ए यी 2 जना हो। यी 2 जनालाई मेरो अफिसमा पठाउनु। यी 2 जनालाई 1 हप्ताको लागि म बर्खास्त गर्छु। सर एक तालले सरी भो अर्को तालले त्यसो गर्दैनौ सर। ए के को गर्दैनौ हुरुक्क यहाँ मेरो अफिसमा आउने ल नाम टिप्नु सर अनि यिनीहरूको बाबुआमा पनि बोलाउने सर। हस् सर ए ल एक तालले माफ त गर्दै भाइ हुन्थ्यो। ल तिमीहरू सरको अफिसमा चाहिँ तेरा बाउको म हो सर यिनीहरूलाई त यस्तै गरेको राम्रो ल।